सप्तरीको निर्वाचन क्षेत्र नम्बर 3 को का सम्पूर्ण जनसमुदायमा म हार्दिक नमस्ते गर्न चाहन्छु। 2074 को आम निर्वाचन पश्चात मैले जितेपछि प्रदेश सरकारको संसदीय कोषबाट तथा मध्य प्रदेश सरकारबाट र संघीय सरकारबाट आफ्नो क्षेत्रमा विकासको लहर तथा आमूल परिवर्तन गर्न खोजेको थिए। निर्वाचन क्षेत्र नम्बर 3 मा धेरै समस्याहरू थिए। त्यसमध्ये महत्त्वपूर्ण कामहरूको डकुमेन्ट्री बनाएर आम जनसमुदाय माझ प्रस्तुत गर्न खोजेको छु। प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर 3 को विकासीय वृत्तचित्रमा यहाँहरूलाई हार्दिक स्वागत छ। मध्य प्रदेशको पूर्वी सिमानामा पर्ने सप्तरी जिल्ला नेपालमै विशिष्ट पहिचान बोकेको जिल्लाको रूपमा चिनिन्छ। यस जिल्लाको कुल क्षेत्रफल 1359.28 वर्ग किलोमिटर रहेको छ भने पूर्व पश्चिम लम्बाई 43 किलोमिटर तथा उत्तर दक्षिण चौडाई 23 किलोमिटर रहेको छ। यहाँ तराई भूभागले 63% तथा चुरे भूभागले 37% भूमि ओगटेको छ। सप्तरी जिल्लाको सिमाना पूर्वमा सप्तकोशी नदी, पश्चिममा बलान नदी, उत्तरमा उदयपुर र दक्षिणमा भारतको सुपौल र मधुबनी जिल्ला पर्दछ। संघीय संरचना अनुसार यस जिल्लामा 9वटा नगरपालिका र 9वटा गाउँपालिका गरी जम्मा 18वटा स्थानीय तह रहेका छन्। यसैगरी प्रतिनिधि सभा सदस्यका लागि निर्धारित निर्वाचन क्षेत्र संख्या 4 र प्रदेश सभा सदस्यका लागि निर्धारित निर्वाचन क्षेत्र संख्या 8 रहेको छ। यसै अन्तर्गतको एक हो प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर 3 क। यस क्षेत्रमा 3वटा स्थानीय तह छन्: शम्भुनाथ नगरपालिका, रूपनी गाउँपालिका र विष्णुपुर गाउँपालिका, जसमध्ये शम्भुनाथ नगरपालिकाको 11वटा वडा, रूपनी गाउँपालिकाको सबै 6वटा वडा र विष्णुपुर गाउँपालिकाको सबै 7वटा वडा गरी कुल 24वटा वडा रहेका छन्। 2074 को निर्वाचनमा यस क्षेत्रका जनताले नेपाली कांग्रेसका उम्मेद्वार मोहम्मद शमीमलाई प्रदेश सभा सदस्यमा निर्वाचित गरेपछि माननीय शमीमले संसदीय विकास कार्यक्रम अन्तर्गतको बजेट एवं आफ्नो पहलमा संघीय र प्रदेश सरकारबाट बजेट ल्याई गर्नुभएको विकासीय कामहरू यस वृत्तचित्र मार्फत यहाँहरूमाझ प्रस्तुत गरिरहेका छौं। निर्वाचन भएपछि जुन जिम्मेवारी जनसमुदायले मलाई दिएको थियो, त्यो जिम्मेवारी मैले निष्ठाको साथ, मेहनतको साथ आम जनसमुदायका समस्याहरूसँग मैले हातोमाले गरिकन हरेक ठाउँबाट प्रयास गरेर विकासको लहर म आफ्नो निर्वाचन क्षेत्र नम्बर 3 क मा ल्याउने प्रयास गरेको थिएँ। त्यसमध्ये धेरै कामहरू सुचारू भइसकेर अन्त पनि भइसकेका छन् र केही कामहरू अहिले सुचारू रूपमै छन्। जस्तो कि पुलहरू धेरै बन्नुपर्ने थियो। करिब 13वटा पुल निर्वाचन क्षेत्र नम्बर 3 क मा बन्नुपर्ने, त्यसमा 5-6वटा जति अहिले अन्तिम चरणमा छन् र अरू बाँकीहरू अहिले निरन्तर रूपमा काम अगाडि बढेको छ। साथसाथै यहाँ भएका धेरै समस्याहरू छन्। नदी नियन्त्रण, रोड, मठ मन्दिर, स्वास्थ्यसँग सम्बन्धित, शिक्षासँग सम्बन्धित जति भए पनि मैले आफ्नो संसदीय कोषबाट धेरै कामहरू गरेको
छु भन्ने जस्तो मैले अनुभूति गरेको छु र त्यही कुराहरू म आम जनसमुदायमाझ आज प्रस्तुत गर्न खोजेको छु। शम्भुनाथ नगरपालिका संसदीय विकास कार्यक्रम अन्तर्गतको बजेटबाट माननीय मोहम्मद समीमले गरेका विकासीय कामहरू। शम्भुनाथ नगरपालिका वडा नम्बर 1 मा माननीय मोहम्मद समीमको संसदीय विकास कार्यक्रम अन्तर्गत मध्य प्रदेश सरकारबाट प्राप्त थप बजेट 50 लाखबाट 270 मिटर आरसीसी सडक ढलान कार्य सम्पन्न भएको छ। यसबारे जानकारी दिनुहुँदै वडा नम्बर 1 का वडा अध्यक्ष जीवज शाह। माननीय समीम जी के संसदीय कोष से लागत में 50 लाख रुपया का आरसीसी ढलान कार्य संपन्न भेल अछि। ई आरसीसी ढलान कार्य 270 मीटर लंबाई और 5 मीटर चौड़ाई के अंतराल में बनल अछि। ई आषाढ़ महीना ई कार्य संपन्न भेल अछि। यसैगरी वार्ड नम्बर 1 मा इलाका प्रहरी कार्यालय रूपनी छेउमा 9 लाख बजेटबाट 62 मिटर सडक आरसीसी ढलान गरिएको छ। वडा नम्बर 3 स्थित शम्भुनाथ मन्दिर परिसरमा बेनीराम ठाकुर मन्दिर छेउमा 9 लाखको धर्मशाला निर्माण, शम्भुनाथ मन्दिर परिसरमा दक्षिण पश्चिमतिर अवस्थित गैरसिंह महाराज मन्दिरमा मूर्ति, टायल, ग्रिल लगाउनुमा 5 लाख र रविदास मन्दिरमा छत ढलान गर्नुका साथै माटो पुर्ने काम 5 लाख बजेटबाट गरिएको छ। वडा नम्बर 4 स्थित नरहैया टोलमा माननीय समीमको संसदीय विकास कार्यक्रम अन्तर्गत 9 लाख बजेटबाट पोखरीमा छठ घाट निर्माण भएको छ भने वार्ड नम्बर 4 कै सखुवा टोलमा 15 लाख बजेटबाट सडक, माटो, ग्राभेल गरिएको छ। वडा नम्बर 7 स्थित भङ्गाहा सामुदायिक भवनमा शौचालय सहित पहिलो तल्ला निर्माणमा 11 लाख र वडा नम्बर 9 बजरहट टोलमा 85 मिटर आरसीसी सडक ढलान काम सम्पन्न भएको छ। माननीय मोहम्मद समीमको पहलमा मध्य प्रदेश सरकारबाट प्राप्त बजेटबाट भएका विकासीय कामहरू। शम्भुनाथ नगरपालिका वडा नम्बर 5 स्थित तारखाना नदी 1 नियन्त्रणका लागि माननीय मोहम्मद समीमको पहलमा मध्य प्रदेश सरकारबाट प्राप्त बजेट 2 करोड 31 लाखमा नदी नियन्त्रणका लागि काम भएको छ। थप जानकारी गराउनु हुँदै वडा नम्बर 5 का वडा अध्यक्ष जामुन प्रसाद चौधरी। ई जे तरखाना नदी नियंत्रण जे छै ई नदी बहुत विकराल अवस्था में चले। प्रत्येक हमरा सबके गांव घर एकदम विस्थापन होयवाला अवस्था में चले, लेकिन प्रदेश सांसद जे छै मोहम्मद समीम हमरा सबके नदी नियंत्रण के लेल 2 करोड़ 31 लाख रुपया बजेट दे के ई तरखाना नदी नियंत्रण कर देलकै। ओकर लेल हम अपन व्यक्तिगत तरफ से बहुत बहुत धन्यवाद दै छियै और आवे वाला दिन में हम इहो अपेक्षा रखने छी कि सांसद में लड़े ले जा रहल छै, यदि जीत गेलै तऽ फिर तरखाना नदी नियंत्रण करे के लेल बजेट देतै, या आशा अपेक्षा हम रखने छी। वडा नम्बर 3 स्थित कजरा नदी नियन्त्रणका लागि 90 लाख, वडा नम्बर 11 स्थित देवधार नदी बेतहा जाने बाटोमा 8 करोड बजेटबाट पुल निर्माण, वडा नम्बर 11 कै राजपुर टोल स्थित सुनरी देवी प्राविमा 30 लाख बजेटबाट भवन निर्माण र वडा नम्बर 11 स्थित राजपुर मण्डल टोलमा 40 लाख बजेटबाट आरसीसी सडक ढलान, वडा नम्बर 11 लहरनियाको मुसहरी टोलमा 30 लाख बजेटबाट आरसीसी सडक ढलान काम सम्पन्न भएको छ। शम्भुनाथ नगरपालिका वडा नम्बर 10 देवधार नदीमा 65 लाख बजेटबाट नदी नियन्त्रणका लागि बोल्डर क्रेटिङ सहित 400 मिटर बाँध निर्माण, वाडा नम्बर 9 मा 20 लाख बजेटबाट कजरा धारदेखि बजरहट थारू टोलसम्म 1 किलोमिटर 200 मिटर माटो ग्राभल र ह्युम पाइप जडान सहितका विकासीय काम भएको छ। शम्भुनाथ नगरपालिका वडा नम्बर 4 मा माननीय समीमको पहलमा संघीय सरकारको 8 करोड बजेटबाट
मुतुनी मुरुकुटवा नदीमा पुल निर्माण भएको छ। रूपनी गाउँपालिका संसदीय विकास कार्यक्रम अन्तर्गतको बजेटबाट माननीय मोहम्मद समीमले गरेका विकासीय कामहरू। रूपनी गाउँपालिका वडा नम्बर 1 मा 5 लाख बजेटबाट हनुमान मन्दिर निर्माण भएको छ भने सोही वडा स्थित नकटी धत्ता टोलको पोखरीमा 10 लाख बजेटबाट छठ घाट निर्माण, नकटी टोलको पोखरीमा छठ घाट निर्माणमा 10 लाख, नकटी रायपुर टोलको राम जानकी मन्दिर परिसरमा 12 लाख बजेटबाट धर्मशाला निर्माण, वडा नम्बर 1 कै चौधरी टोलमा डेहवार थानको मन्दिरसँगै पर्खाल निर्माणमा 14 लाख र सिँचाइका लागि तारपोल जडानमा 10 लाख बजेटबाट यी योजनाहरूको काम सम्पन्न भएको छ। यसै गरी वडा नम्बर 2 पौवा टोलमा 10 लाख बजेटबाट हनुमान मन्दिरको पर्खाल निर्माण, वडा नम्बर 2 कै लौवा पार टोलमा 15 लाख बजेटबाट पोखरीमा छठ घाट निर्माण, सोही टोलमा 17 लाख बजेटबाट ससिया महाराज मन्दिर निर्माण र वडा नम्बर 2 स्थित हरिरावा टोलमा 9 लाख बजेटबाट भोला बाबा मन्दिर निर्माण गरिएको छ। त्यस्तै वडा नम्बर 3 हर्दियाको मण्डल टोलमा 15 लाख बजेटबाट आरसीसी सडक ढलान 163 मिटर, वडा नम्बर 3 कटैया टोलमा 10 लाख बजेटबाट आरसीसी सडक ढलान काम सम्पन्न भएको छ। रूपनी गाउँपालिका वडा नम्बर 4 छप्की टोलमा 71 लाख बजेटबाट महन्त बाबा धर्मशाला निर्माण भएको छ। यसबारे जानकारी गराउनु हुँदै वडा नम्बर 4 का वडा अध्यक्ष छेदी ईसर, यी महन्त बाबा स्थानमा जे देख रहल छी धर्मशाला, ये माननीय समीम जी के पहल में हुनकर संसदीय विकास कोषबाट यी बनल य। यी बने में करीब 4 पटक करके योजना सब राखल गेल छले, ओहि में करीब 71-72 लाख के लगानी में यी भवन तैयार भेल य। वडा नम्बर 4 छप्की भथोलको लौका टोलमा 80 लाख बजेटबाट डेहवार बाबा धर्मशाला निर्माण काम सम्पन्न भएको छ। धर्मशाला निर्माण उपभोक्ता समितिका अध्यक्ष बच्चालाल यादव, मोहम्मद समीम जी के बजट से हम 80 लाख में धर्मशाला तैयारी केलहुँ। वडा नम्बर 5 मा कल्भर्ट निर्माणमा बजेट 9 लाख, डेहवार थानको पर्खाल निर्माणमा बजेट 10 लाख, कब्रिस्तान निर्माणमा बजेट 10 लाख र ससिया महाराज मन्दिर निर्माण 10 लाख बजेटबाट काम सम्पन्न गरिएको छ। यसैगरी वडा नम्बर 6 स्थित वीरेन्द्र बजारमा धर्मशाला निर्माण 1 करोड 10 लाख, सोही वडाको जगमोहन टोलमा सामुदायिक भवन निर्माणमा 12 लाख र 800 मिटर माटो ग्राभल सडक निर्माणमा 10 लाख, वडा नम्बर 6 कै वीरेन्द्र बजारमा 10 लाख बजेटबाट मक्तब भवन निर्माण काम भएको छ। माननीय मोहम्मद समीमको पहलमा मध्य प्रदेश सरकारबाट प्राप्त बजेटबाट भएका विकासीय कामहरू। रूपनी गाउँपालिका वडा नम्बर 5 स्थित कुमरौल टोलमा माननीय समीमको पहल र मध्य प्रदेश सरकारको 30 लाख बजेटबाट नाला सहितको आरसीसी सडक ढलान 128 मिटर, वडा नम्बर 5 कै मुसहरनिया टोलमा मध्य प्रदेश सरकारको 60 लाख बजेटबाट आरसीसी सडक ढलान, वडा नम्बर 6 स्थित दुधैला खोलामा 90 लाखको बजेटबाट बाँध निर्माण काम सम्पन्न भएको छ। विष्णुपुर गाउँपालिका संसदीय विकास कार्यक्रम अन्तर्गतको बजेटबाट माननीय मोहम्मद समीमले गरेका विकासीय कामहरू। विष्णुपुर गाउँपालिका वडा नम्बर 1 पर्साहीमा खेतमा सिँचाइका लागि संसदीय विकास कार्यक्रम अन्तर्गत माननीय मोहम्मद समीमको बजेटबाट विद्युतीयकरणमा रु
15 लाख। वडा नम्बर 1 कै अन्डीपट्टी टोलमा 9 लाख बजेटबाट 85 मिटर सडक आरसीसी ढलान र सोही वडा स्थित खुरुहुरिया चौकदेखि मुसर्निया टोलसम्म 45 लाख बजेटमा 2 किलोमिटर 300 मिटर सडक माटो ग्राभल काम सम्पन्न गरिएको छ। वडा नम्बर 2 स्थित थलाहा डगरदेखि सोनमा पोखरी हुँदै राजगढ सिमानासम्म 1 किलोमिटर 200 मिटर माटो पुरी हिउँ पाइप सहित सडक निर्माण गर्नुका साथै सिमराहा सिङ्योनमा विद्युतीयकरणका लागि 10 लाखको बजेटमा तारपोल जडान गरिएको छ। वडा नम्बर 4 स्थित कनकट्टा टोलको पोखरीमा संसदीय विकास कार्यक्रम अन्तर्गत 5 लाख बजेटबाट छठ घाट निर्माण गरिएको छ भने 9 लाख बजेटबाट 400 मिटर माटो ग्राभल सडक निर्माण गरिनुका साथै 200 मिटर सडक मर्मत सम्भार भएको छ। यसबारे जानकारी दिनुहुँदै उपभोक्ता समितिका अध्यक्ष सकलदेव यादव। ये रोड बनल छै 400 मीटर का और 200 मीटर जे छै से मरम्मत छै। ई योजना जे देखियो काम नीक भेल छै कि नहि भेल छै, ग्रेवल छै कि नहि, कि महीना माटिटा दे देना छै। वडा नम्बर 5 मा एक निर्वाचित सांसद एक सडक कार्यक्रम अन्तर्गत विष्णुपुर गाउँपालिका वडा नम्बर 5 देखि सिमराहा सिङ्योनसम्म 10 करोडको बजेटमा सडक निर्माण काम भइरहेको छ। सोही वडा स्थित मझाउमा 29 लाखको बजेटबाट खाल्डोमा माटो पुरिएर खेल मैदान बनाइएको छ र खेल मैदानसम्म पुग्ने बाटो समेत निर्माण भई अहिले प्रत्येक वर्ष खेल प्रतियोगिता भइरहेको छ। सुरेन्द्र कुमार मण्डल। र यो खेल मैदानमा मोहम्मद समीमको संसदीय कोषबाट 29 लाखको लगानीमा यो खेल मैदान निर्माण गरिएको छ र यो साथसाथै खेल मैदान आउनको लागि बाटो एउटा गाह्रो विषय थियो। त्यो गाह्रो विषयलाई बाटो समेत त्यो 29 लाखमा निर्माण गरिएको छ। वडा नम्बर 5 कट्टी टोलमा 9 लाख बजेटमा 90 मिटर सडक आरसीसी ढलान भएको छ। मोहम्मद इसाक मंसूरी। ये मान्य समीम जी जे छै हमरो 9 लाख रुपया देना रहे ढलान करे के आरसीसी ढलान करे के लागि। एमे 9 लाख का ढलान के 90 मीटर ढलान के ढलान पूरा था। सोही वडामा 5 लाखको लागतमा कुशवाहा भवन निर्माण भएको छ। वडा नम्बर 6 रञ्जितपुर टोलमा संसदीय विकास कार्यक्रम अन्तर्गत 9 लाख बजेटबाट नाला सहित 53 मिटर सडक आरसीसी ढलान गरिएको छ। यसैगरी वडा नम्बर 7 मा 5 लाख बजेटबाट सामुदायिक भवन निर्माण, 20 लाख बजेटबाट मरर पोखरीमा छठ घाट निर्माण काम सम्पन्न भएको छ। सोही वडाको इटहरी टोलमा 15 लाख बजेटबाट कबीर मन्दिरको निर्माण काम सम्पन्न भएको छ। माननीय मोहम्मद समीमको पहलमा मध्य प्रदेश सरकारबाट प्राप्त बजेटबाट भएका विकासीय कामहरू। विष्णुपुर गाउँपालिका वडा नम्बर 6 को रञ्जितपुर गोरगामा टोलमा माननीय मोहम्मद समीमको पहलमा मध्य प्रदेश सरकारबाट प्राप्त 40 लाख बजेटबाट नाला सहित 150 मिटर सडक आरसीसी ढलान। वडा नम्बर 6 कै मिथिला टोलमा मध्य प्रदेश सरकारको 50 लाख बजेटले 450 मिटर सडक आरसीसी ढलान, 60 लाख बजेटबाट 5.5 किलोमिटर सडक माटो ग्राभल, कल्भर्ट निर्माण तथा ह्युम पाइप जडान। सिँचाइका लागि वडाभरिमा विद्युतीयकरण गर्न 25 लाख बजेटबाट तार पोल जडान। रुद्रनारायण माविमा भवन निर्माणमा 30 लाख, राप्रावी रञ्जितपुरमा भवन निर्माण 30 लाख, देवनारायण स्मृति पार्कमा भवन निर्माणका लागि 25 लाख बजेट लगानी गरिएको छ।
वडा नम्बर 6 मा भएका विकासीय कामहरूबारे विस्तृत जानकारी दिनुहुँदै वडा अध्यक्ष परमानन्द यादव। मान्य मोहम्मद समीम प्रदेश को मान्य उहाँको प्रयासबाट यहाँ विभिन्न बजेटहरू सञ्चालन भएको छ, जसमा उहाँको आफ्नो संसदीय कोषबाट र मध्य प्रदेश सरकारबाट उहाँको पहलले धेरै विकासीय कामहरू भएको छ, जसमा श्री रुद्रनारायण माध्यमिक विद्यालयमा 30 लाखको भवन, रञ्जितपुर स्कुलमा 30 लाखको भवन, देवनारायण स्मृति पार्कमा 25 लाखको भवन, पुरै वडाभरि माटो ग्राभलमा 60 लाखको योजना, आरसीसी ढलानमा रञ्जितपुरदेखि गोरगामासम्म 40 लाख, विष्णुपुर 6 मा मिथिला टोलमा 50 लाखको आरसीसी ढलान, उहाँको आफ्नो त्यसै गरी उहाँको आफ्नो संसदीय कोषबाट 9 लाखको आरसीसी ढलान यसै वडामा भएको छ। सप्तरीको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर 3 क बाट निर्वाचित प्रदेश सभा सदस्य माननीय मोहम्मद समीमले अझ धेरै ठोस कामहरू गर्नुभएका छन्, तर यस वृत्तचित्र मार्फत मुख्य विकासीय कामहरू आम जनतामाझ प्रस्तुत गरेका हौं। मैले गरेका कामहरू मध्ये मलाई लाग्छ कि धेरै कामहरू मैले गरेको छु, त्यही पनि मैले जति गर्नुपर्ने हो त्यो समयको अभावले र प्रदेश सरकारको सीमित बजेट भएको कारणले गर्दा नहुन गएको होला। तर म अहिले पनि तपाईहरूको निमित्त 24 घण्टा मेहनत गरेर आफ्नो क्षेत्रको जनतालाई समृद्धि र सुख र शान्ति कसरी मिल्छ भन्ने उद्देश्यले हमेशा म हजुरहरूमाझ तत्पर रहनेछु, हमेशा सहयोग गर्नेछु, विकास गर्नेछु। यो वृत्तचित्र सप्तरीका प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र 3 क का सम्पूर्ण जनतामा समर्पित गर्दछौ। धन्यवाद।